कस्तो सुन्छ नि बढी बजेको सुनसान हुन्छ त तर ठिकै छ सुनसान जग्गा हल्ला त हुँदैन बोजूले त्यो टाइम मात्रै सोध्यो नि 7 को जग्गामा 7:30 भनिदिरहेको ठिकै लाग्छ हैन बोजू अहिले ठिकै लाग्छ हल्ला हल्ला चिल्ला छैन शान्ति नै छ जयगाउँ भन्दा ठिकै लाग्छ कि जयगाउँ ठिकै यहाँ ठिकै हो होइन मलाई उता पनि ठिकै छ यता पनि ठिकै छ अब उता त बसेर बसेर बानी भइसक्यो ज्योतिका आलु लिएर आलु यहाँ त भर्खर त बस्यो त्यही पुरो यहाँ ठिकै छ तर यहाँ त उ गर्नुको लागि अब हल्ला पनि हुँदैन हैन काम पर्दा मात्रै बाहिर ठिकै छ नभए त अब के भन्छ नि त मान्छेहरू ए तपाईँहरूको चाहिँ ठिकै रहेछ सुनसान नै भएको चाहिँ मलाई उतैको याद आउँछ आज पनि गएर आएको त गोविन्दमा गयो दिदीको टिका त लाउनु हुँदैन हो गयो अरे एकछिन बसेर बातसात गरेर आएको त्यहाँबाट जयगाउँ पस्यो जयगाउँ पसेर सबैतिर पस्दै आएको ए काकीले फोन गर्दै थियो काटेको भन्थ्यो आलु है अरे नै ज्योतिका अडाइदिनु अन्त त्यहाँ छे भनेको काटेर अडाइ अब बेसी बोल्यो भने खाए भन्छ के भन्नु तेरो मुख टालेर राख नबोले हेर्नु त अन्त के टिका लाउने टाइममा चाहिँ यो आलु त्यो आलु नभन्नु टिका लगाइदिनु ढोकले पोल्दै आयो भाबी त्यो हाम्रो ज्वाइँको लागि यहाँ बाइक आयो कि आउने बित्तिकै एउटा टाउको हेरिबस्थ्यो क्या आएको टाउको यस्तो कस्तो दुख्यो तिनजना आयो भन्दै मलाई चाहिँ चामल हेरेर बाहिर खेताउनु अटेको म बुढेले ठेल्छु नि फेरि टाउको दुख्छ यस्तो बेसी बोल्यो भने फोनमा डल्लै पानी भयो फोन नभन्दैछु भोको पानी राख्नु न बोजूलाई चाहिँ सँगै लिएर जानु ल किन भन्नु त अनुपमा काली हेर्छ कि त्यो भएर तपाईँको छोरी छ त देखेँ होइन अनुपमा ऊ आयो उहाँ जान्छ होला पढाउँदै पुछ्नु नि सेतो टिभी त कसको यहाँ होला पर्वजाकमा होइन काका हो काका काका हरिमा उता हरिमा ए हजुर मेरो नातिको जरा ल्याइदिन्छु सानो पर्छ ल बोजूलाई दाँत देखाइदिनु न बजेर झोक्ला चलाउनु नि अहिले बजुले ब्रुसले हाल्ला नि फेरि